रोमानियामा हाल 15,000 देखि 25,000 नेपाली कामदार कार्यरत छन्, जसमध्ये अधिकांश निर्माण, होटल, उद्योग र पशुपालन क्षेत्रमा संलग्न छन्। नेपाल र रोमानिया बीच सन् 2023 मा भएको श्रम सम्झौताले नेपाली कामदारका लागि कानुनी र सुरक्षित रोजगारीको ढोका खोलेको छ। यो सम्झौताले भिसा प्रक्रिया सरल बनाउन, माग प्रमाणीकरण गर्न र सिपयुक्त रोजगारी प्रवर्धन गर्न जोड दिएको छ। रोमानियाले नेपाली कामदारको कार्य स्वभाव, इमानदारिता र लगनशीलताको प्रशंसा गर्दै ठूलो संख्यामा कामदार लैजाने सम्भावना व्यक्त गरेको छ। नेपालीहरू मुख्यतः निर्माण क्षेत्रमा भवन बनाउने, सडक मर्मत र अन्य पूर्वाधार कम्पनीहरूमा काम गर्छन्। होटल क्षेत्रमा रेस्टुरेन्ट, सरसफाई र अतिथि सत्कार, उद्योगमा कारखाना र उत्पादन लाइन तथा पशुपालन फार्ममा पनि नेपालीहरू कार्यरत छन्। तीमध्ये 33% दक्ष र 8% अर्धदक्ष र 58% अदक्ष कामदारहरू रोमानियामा नेपाली रहेको विश्वास गरिन्छ। रोमानियामा नेपाली कामदारको कमाई मासिक सामान्यतया 550 देखि $800 अर्थात् 66,000 देखि 1 लाख नेपाली रुपियाँसम्म हुन्छ, जसमा खाना र बस्ने सुविधा समावेश हुन्छ। रोमानियाले आफ्ना नागरिकका लागि न्यूनतम ज्याला $6,000 तोकेको छ, तर नेपालीले केही कम पाउने गरेका छन्। यद्यपि यो कमाई नेपालको तुलनामा आकर्षक मानिन्छ। रोमानिया विदेशी कामदारका लागि अवसरले भरिएको देश हो। विश्व बैंकका अनुसार रोमानियाको विदेशी लगानी मैत्री नीतिले रोजगारीका अवसर बढाएको छ। स्थानीय नागरिक अन्य विकसित मुलुकतर्फ जाने भएकाले सस्तो ज्यालामा काम गर्ने नेपाली प्रति कम्पनीहरू आकर्षित छन्। युरोपेली श्रम कानून बलियो भएकाले कामदारको हकहित र सामाजिक सुरक्षा सुनिश्चित हुन्छ। यद्यपि गैरकानूनी बाटोबाट गएका कामदारले मृत्यु वा अन्य समस्यामा सहायता पाउन भने निकै कठिनाई हुने गरेको छ। रोमानियाले नेपाली कामदारको माग बढाउँदैछ, तर नेपाल सरकारले दूतावास स्थापना र माग पत्र प्रमाणीकरण प्रक्रिया सहज बनाउनु पर्ने आवश्यकता छ। यो सम्झौताले नेपाली युवालाई युरोपमा सुरक्षित र सम्मानजनक रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।